अप्ठ्यारो छ बाटो यार। ल मेरो यहाँ कान्छा झर्दैछ, यस्तो बाटो छ इफेक्ट। बाटो बाटो यस्तो यस्तो बाटो आइएछ। ल मलाई तान त तान न। हाइट हेलो नमस्ते, वेलकम टु माई एनदर भ्लग है। आज चाहिँ हामी फिसिङ हन्टिङको लागि जाँदैछौँ। हामी उता उता है तल तल छ हामी चाहिँ फिसिङ हन्टिङको लागि जाँदैछौँ। तपाईँहरूलाई चाहिँ हामी सानोतिनो अपडेट दिइराख्नेछौँ है। अब हामी चाहिँ हन्टिङतर्फ लाग्दैछौँ हामी है, बिस्तारै है। ल हामी हन्टिङतिर अब तल झर्दैछौँ। साथीहरू माथिबाट आउँदैछ, माथि घन लिएर आउँदैछ सर्र लाएर, सर्र लाएर केटाहरू पुरा आउँदैछ होइन। हामी चाहिँ हन्टिङको लागि हिँड्दैछौँ है। सब साथीहरू चाहिँ हामी अब तल झर्दैछौँ। अब हामी आज चाहिँ माछा हन्टिङको लागि चाहिँ हिँड्दैछौँ है। तर माछा पाइन्छ कि पाइँदैन त्यो त अब समयले नै बताउँछ है। तर चाहिँ होइन यत्रो पुरा मार हान्ने घन लिएर हिँड्दैछौँ हामीले चाहिँ। यसले चाहिँ हामीले मार हान्ने हो भने चाहिँ खक्रक्कै पार्छ यसले होइन। यो हाम्रो राँगो हान्ने मार हान्ने घन लिएर हिँड्दैछौँ है, च्याट्ट लाएर। ल एकदम पुरानो बस्ती छ यहाँ। यो गाउँमा चाहिँ धेरै पुरानो बस्ती छ। यो ताजे गाउँमा चाहिँ है पुरानो बस्ती हो यो। यहाँ चाहिँ अब गाइडिया र यो गोठालो बस्ने ठाउँ रहेछ यो बेसरी। यहाँ चाहिँ बाख्रा पालन यताउता भेडा पालन, भेडा नि एकदम दामी दामी भेडाहरू छ। यस्तो भेडाले हेरिरहेछ है सबै पुरा। हामी चाहिँ एकदम खाल्टोमा है हामी जाने चाहिँ। बाटो चाहिँ तलैबाट भन्दै थियो कि सिधै जाने यार तल। हामी चाहिँ अगाडि बढ्दैछौँ। हामी घन बाबा चाहिँ अगाडि छ, घन बाबा। बाटो नि लास्टै अप्ठ्यारो रहेछ यार। ए बाबा यो गोरेटो बाटो रहेछ लास्टै हो नि त। यस्तो बाटो छ, हिँड्नलाई साह्रै गाह्रो भइरहेको छ। हामी चाहिँ उहाँ तल अनि आधी नै आएको छैन भन्छ साथीहरूले यार। के भने हो हामी चाहिँ लगभग हामी खोलाकल्ली नजिकै आइसकेछौँ है। यस्तो खतरा रहेछ यो। हरर मुभी सुट गर्ने जस्तो जङ्गल रहेछ साथीहरू है। यहाँ चाहिँ मैले एउटा फिल्म चाहिँ सुट गर्छु थाहा छ मलाई। सब यस्तो जङ्गल छ, जङ्गली सब जङ्गल छ। हाम्रो हिँड्ने क्रम अझै जारी नै छ, अझै आएको छैन खोला। हामी चाहिँ लगभग 15-20 मिनटपछि सायद खोलामा पुगिन्छ होला। बाटो भने एकदम कडा रहेछ, कडा है। जङ्गल भन्नुहुन्छ भने कसम से यो हरर मुभी, यो हलिउड फिल्ममा नि छैन होला यस्तो जङ्गल त यार। खोला आयो भन्दैछ साथीले मिलाएर। खै ताजे गाउँ यता हेर त, यता हेर त। खोला आयो भन्छ साथीले। अब आउन नि आउन लाग्यो होला खोला सायद। यस्तो जङ्गल हिँडिरहेको छौँ हामी। डर हो के डर, हिँडै चाहिँ डर हो। घन बाबा
भन्नु बाबाले घन ढेरी हिँड्दा छ माछा समात्ने मान्छेहरू अगाडि छ माछाको नाइके अगाडि छ है म त छेउमा बसेर हेर्ने मान्छे हो खोला नि आयो मान्छे अब हामी पनि आइयो खोलाको छेउमा हामी चाहिँ खोलामा आयौँ भर्खर खोलामा आयौँ है साथीहरू भर्खर फाइनली खोलामा आयौँ है यत्रो ठुलो रहेछ खोला यस्तो रहेछ खोला त रहेछ तर एकदम खाल्टो यस्तो टाइपको खोला यस्तो खोला रहेछ ढुङ्गा चाहिँ यत्रो ढुङ्गाहरू कत्रो ढुङ्गा हो ढुङ्गा यत्रो चट्टान छ है साथीहरू यत्रो चट्टान छ हिउँ पर्ने एरिया चाहिँ यहीँ नजिकै हो है हामी चाहिँ खोलामा हामी चाहिँ साथीहरू सबै आएको छौँ यत्रो खोला छ त यहाँ यार ठुलो रहेछ है ठुलो रहेछ कहाँ त्यस्तो लाग्यो यार छैन यता चाहिँ सबै जङ्गल टाइपको छ हामी चाहिँ माथिबाट आएको है हामी चाहिँ माथिबाट आएको अब चाहिँ हामीले घन हान्न सुरु गर्छौँ माछा के कति आउँछ आउँदैन तपाईँलाई चाहिँ सानोतिनो अपडेट दिइराख्छौँ है साथीहरू साथीहरू बाटो यस्तो छ बाटो लगाएर यहाँ तल छ यहाँ यस्तो छ यहाँ भित्र जाउने यता खाल्टो हो के यता भित्र जाउने यता खाल्टो छ यता बस्नु आउँछ कि यता पुग्छ के गर्छ यता हो त्यता बिस्तारै अब अर्को लयर यिनीहरूको ताल हेरो केटाहरू यिनीहरूको ताल मजा आयो यस्तो अप्ठ्यारो ठाउँबाट आइयो साथीहरू है हामी चाहिँ लास्टै अप्ठ्यारो ठाउँ म त सजिलै ठाउँबाट आएँ होइन म त एकदम सजिलो ठाउँबाट यसरी आएँ यिनीहरू यस्तो पुरा लोटेर हेर लुथ्रुपै रुजेछ यिनीहरू
असला पकडेर लिएको भलक पनि दामी भन्नु थियो घटाने मात्रै छ ढुङ्गा पर्न गएको माछा मारेर गयो ए आइज न ताजेको माछा ताजेको माछाले चिनेन यार आयो 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 अलि सिधा रहेछ हजुर एङ्गलमै आउनु भएको छ लाइट ल्यायो भने आगो बाल्नु हुन्छ है तर यहाँबाट कुहिरो नलागेको भए हिमाल बबाल देखिन्थ्यो होला है 2 hours later. आजको माछा चाहिँ हाम्रो यो है माछा असला भन्ने यही हो अन्त असला माछा चाहिँ हामीले तपाईँहरूले देखिसक्नु भयो कि माछा कति मार्यो भन्दाखेरि लास्ट कमेडी भयो आज मार्न त आएको है तर सोचे जस्तो खोला भएन सोचे जस्तो ठाउँ पनि भएन घन हान्न मिल्ने खालको खोला नै रहेछ यो है माथि बाटोबाट हेर्दा त अलिक सानै देखिएको थियो खोला तल आउँदाखेरि त खोला भन्दा नि ठुलो ढुङ्गाहरू बढी रहेछ कि यत्रो ढुङ्गाहरू रहेछ हो नि त यत्रो चट्टान यत्रो डेन्जर ठुल्ठुलो खोला छ त्यही भएर अब त्यस्तै भयो के अरे माछा मार्नलाई अब आइयो रमाइलो भयो एक्सपिरियन्स गरियो हल्का रमाइलो पनि भयो है एक्सपिरियन्स पनि भयो माछा मार्नु मात्रै ठुलो कुरो होइन रमाइलो पनि गर्नु ठुलो कुरो हो अब यस्तै भयो अब बाटो यस्तो बाटो आइएछ ल मलाई तान त तान न हाइट आइयो सम्मै बाटो आइयो है अब त यस्तो घारी आइयो यार कता घोपी यार